दर्शकहरू नमस्कार। रफ्तार न्यूजको न्यूज बुलेटिनमा तपाईहरुलाई हार्दिक स्वागत छ। हामी नेपालीहरु भन्छौं, कसैले भन्छन् गणतन्त्र बचाउनु पर्छ, कसैले भन्छन् राजतन्त्र आऊ, राजा आऊ, देश बचाऊ। तर तपाई हामी जस्ता युवाहरु भन्न बाध्य छौं, एनी हाउ विदेश जाऊ, पैसा कमाऊ, रेमिटान्स पठाऊ, सरकारलाई यी बुढा नेताहरूलाई बचाऊ अनि परिवार पनि पाल। हामी नेपाली युवाहरुमाथि यति धेरै टाउकोमा बोझ छ कि जन्मिन नपाउँदै हाम्रो बच्चाले झण्डै 1 लाखको ऋण लिएर जन्मिनु पर्ने अवस्था छ। न यहाँ शिक्षा छ, न यहाँ स्वास्थ्य छ, न यहाँ कुनै रोजगार नै छ। दर्शकहरू, अहिले कक्षा 12 को परीक्षा चलिरहेको छ। यो कक्षा 12 को परीक्षा चलिरहँदा विद्यार्थीहरूले कक्षा 12 को एक्जाम सकिएर रिजल्ट आइसकेपछि म यो देशको भाषा पढ्छु अथवा म जापानको भाषा पढ्छु, चाहे म कुनै अस्ट्रेलियन भाषा पढेर म चाहिँ त्यहाँ जान्छु, किनकि देशमा रोजगारी छैन। कक्षा 12 को परीक्षा दिएर बसेका भाइ बहिनीहरूले यतिखेर म कुनै देशमा गएर रोजगारी गर्छु, आफ्नो जीविकोपार्जन गर्छु, परिवारलाई सुख दिन्छु भन्ने सोचेको अवश्य पनि छन्। किनकि नेपालमा 12 पछाडि बस्ने विद्यार्थी, 12 पछाडि बस्ने भाइ बहिनी भने निकै कम देखिएको छ। किनकि शासकहरूले नै लखट्ने वातावरण बनाएका छन् यो देशमा। तपाई हाम्रा छोराछोरी जन्मिन नपाउँदै उनीहरूले 1 लाख रुपैयाँ ऋणको भारी बोकेर आएका हुन्छन्। अझै पनि भन्छन् सुशासन समृद्ध। के को समृद्ध? खै देशमा समृद्ध? 17,000 नेपाली जनताले बलिदान दिएर लोकतान्त्रिक गणतन्त्र स्थापना गरे। 17 वर्षदेखि त्यही गणतन्त्रका महिमा भन्नेहरूले आज देश चलाइरहेका छन्। 3 वटा टाउका वरिपरि देश घुमिरहेको छ। खै सुशासन, खै गणतन्त्र। गणतन्त्रमा बोल्न छोड छैन। आफूलाई मन नपरेको चिज आवाज उठाउन नपाइने अवस्था बनेको छ। घटना हो चैत्र 15 गतेको प्रदर्शन। राजवादीहरूको नाम लगाएर सत्ता पक्षले नै माथि घरको छतमा बसेर आफूहरूले नै दमन गरेर एउटा आन्दोलनलाई, एउटा चाहिँ आफ्नो मागहरूलाई लिएर सडक प्रदर्शनमा उत्रेको दुर्गा प्रसाई नेतृत्वको राजवादीको प्रदर्शनमाथि सरकारले प्रतिशोधको राजनीति अथवा माथिबाट दमन गर्यो। त्यहाँ 2 जनाको ज्यान गयो। त्यसमा पनि सरकारले संसदीय छानबिन समिति समेत गठन गर्न सकेको छैन, किनकि सरकारले आफै गल्ती गरेको छ। अति सजिलो 10 लाख रुपैयाँमा मान्छेको ज्यान आउँछ। बिचरा 1 जनाको त सानो बच्चा, वर्ष दिनको बच्चा, एउटा बाहु बिनाको टुहुरो बनेको छ, श्रीमतीको सिउँदो पुछेको छ, जिन्दगी भर नमेटिने दाग लागेको छ। त्यो अब कसरी मेटिन्छ? सरकारले 10 लाख रुपैयाँ दिँदैमा त्यो मेटिन्छ? खैर केही छैन। अब पछिल्लो घटनाक्रमतर्फ जाउँ। सरकारी न्यायको नीति तथा कार्यक्रममा यतिखेर बहस आजबाट सुरु भएको छ। प्रतिपक्षी दलहरूले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पालामा ल्याएका नीति तथा कार्यक्रमलाई राम्रोसँग पनि पेस्ट गर्न, कपी पेस्ट गर्न नसकेको आरोप लगाइरहेका छन्। सरकारले सुशासन दिन सकेन, सरकारले शान्ति सुव्यवस्था दिन सकेन, रोजगारी दिन सकेन। त्यसमाथि पनि सरकारले ल्याएका नीति तथा कार्यक्रम पनि पुराना नीति तथा कार्यक्रमलाई राम्रोसँग कपी पेस्ट गर्न नसकेको, नयाँ कुनै पनि नीति कार्यक्रम नभएको, दलित, गरिब, पिछडिएका वर्गहरूलाई त्यहाँ नसमेटेको समेत पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाएका छन्। यो रिपोर्ट हेर्नुहोस्। दर्शकहरू, त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनभावना अनुसार नभई औपचारिकता पूरा गर्न मात्रै ल्याइएको बताएका छन्। संसद भवन परिसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले यस्तो टिप्पणी गरेका हुन्। उनले सरकारले जनभावना र राष्ट्रको आवश्यकता अनुरूपको नीति तथा कार्यक्रम ल्याउन नसकेको आरोप लगाए। अध्यक्ष दाहालले आफूले देशका विभिन्न भागमा जनतासँग संवाद गर्दा उठेका आवश्यकताहरूलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रममाथि धारणा राखेको दावी गरेका छन्। उनले सरकारले नीति तथा कार्यक्रम सृजनात्मक, रचनात्मक र जनता र राष्ट्रको पक्षमा नभई गत वर्षको नीति तथा कार्यक्रमहरू समेत कपी पेस्ट गरेर झारो टार्ने काम गरेको आरोप लगाएका छन्। उनले भने हामीले पूर्वदेखि पश्चिमसम्म जनतासँग जे संवाद गरियो र जनभावना जे बुझे मैले त्यसको आधारमा राखेको हो। यो नीति कार्यक्रम झारा टार्ने र औपचारिकता पूरा गर्ने केही पनि नभएको नीति तथा कार्यक्रम भएको हुनाले मैले आफ्नो विचार र जनताको आवश्यकता संवादमा राखेको हो।
गत वर्षको नीति तथा कार्यक्रम कपी पेस्ट गर्नुपर्ने झारा टार्नु नै हो, किनभने यो वर्षको अवधिमा धेरै नै विकास भइसकेको छ। नयाँ सृजनात्मक रचनात्मक र जनता र राष्ट्र पक्षमा केही पनि हुन सकेको छैन। फरक प्रसङ्गमा बोल्दै अध्यक्ष दाहालले अहिले आफ्नो ध्यान सरकार बनाउनेतर्फ नभई जनतामा जाने रहेको स्पष्ट पारेका छन्। उनले छिट्टै मध्य पहाडी लोकमार्ग अभियान गरिरहेको बताएका छन्। उनले भने अहिले हाम्रो ध्यान सरकार बनाउनेतिर छैन, हाम्रो ध्यान जनतामै केन्द्रित छ। हामी मध्य पहाडी लोकमार्ग अभियानमा जाँदैछौँ। जादु चलाउन चाहे त चल्छ, तर अहिले हामी चलाउने पक्षमा छैनौँ। सरकारले ल्याएको नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी भएको प्रचण्डको भनाइ छ। त्यसैगरी संयुक्त सरकार जस्तै संसदको पहिलो र दोस्रो दल मिलेर बनेको संयुक्त सरकारको जस र अपजसमा यतिखेर प्रतिस्पर्धा नै चलेको अवस्था छ। संसदको पहिलो र दोस्रो दलले 17 असारमा मध्यराती व्यापारीको घरमा बसेर सरकार गठन गरे। त्यहाँ सँगै मरे पनि स्वर्ग जाने नर्क जाने कसम खाएका देउबा र ओली बीचको सहमति यतिखेर भताभुङ्ग हुने जस्तो देखिएको छ सञ्चार माध्यममा। तर गभर्नर नियुक्तिलाई अहिलेसम्म पनि सरकारले नियुक्ति गर्न सकिरहेको छैन। 1 महिनादेखि यतिखेर राष्ट्र बैंक गभर्नर बिना नै चलिरहेको छ, त्यो पनि कार्यकारीको हिसाबले। सरकारले गभर्नर दिन सकेको छैन। यता जस अपजसमा विभाजन भएको छ। कांग्रेसले अपजस भरि नेपाली कांग्रेसले अपजस भरि नेकपा एमालेको थाप्लोमा बसाली दिएको छ। जति पनि नराम्रा काम हुन्छन् केपी ओली माथि नै समेटिदिएको छ, किनकि संयुक्त सरकार भएपछि जस अपजस राम्रो नराम्रो दुवै पार्टीको हुनुपर्ने थियो। संयुक्त सरकार भएपछि दुवै पार्टीले त्यसको जिम्मेवार लिनुपर्ने थियो, तर त्यसो देखिएन। कारण हो कुलमान घिसिङ। जस्तै उदाहरणको लागि कुलमान घिसिङलाई बर्खास्ती गरिसकेपछि यतिखेर केपी ओलीलाई गाली गर्नेहरूको कमी छैन। तर नेपाली कांग्रेस पनि त्यो सरकारमा छ। नेपाली कांग्रेसका ऊर्जा मन्त्री दीपक खड्काले नै कुलमान घिसिङलाई हटाउनु पर्ने सिफारिस मन्त्री परिषदमा गरेका थिए, अथवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका थिए। त्यसैगरी परराष्ट्र मन्त्री आर्जु राणाले पनि दबाब दिएका थिए। नेपाली कांग्रेसबाट गगन कुमार थापा महामन्त्री, गगन कुमार थापा, विश्वप्रकाश शर्मा साथै गृहमन्त्री समेत रहेका रमेश लेखकले भने कुलमान घिसिङलाई हटाउन तत्काल नमिल्ने अथवा नहुने, जनप्रदर्शन ठूलो हुनेछ, जनलहर हुनेछ, कुलमान घिसिङले राम्रो गर्दा गर्दै उनलाई हटाउन हुँदैन भनेका थिए। तर त्यो कुरा कसैले सुनेन। यो रिपोर्ट हेर्नुहोस्। प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो वचनबद्धतामा कायमी रहे नेपाल राष्ट्र बैंकले आगामी बिहीबारसम्म नयाँ गभर्नर पाउने निश्चित भएको छ। यसअघि नेपाल राष्ट्र बैंकले 18औं गभर्नर डा गोडाखर भट्टलाई पाउनेछ। सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले बीच वैशाख 3 गते नै भट्टलाई गभर्नर बनाउने सहमति जुटेको हो। सोही अनुसार वैशाख 5 गते राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट उनले राजीनामा समेत दिइसकेका छन्। यद्यपि उनको राजीनामा स्वीकृत भएको छैन। गभर्नरकै प्रतिस्पर्धामा रहेकी कायम मुकायम गभर्नर डा नीलम ढुङ्गानाले राजीनामा होल्ड गरेर राखेकी छन्। आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउबीच बालोटारमा भेटवार्ता भएको थियो। नेताहरूका अनुसार सो भेटमा गभर्नर नियुक्तिमा भइरहेको ढिलाइबारे देउबाले चासो राखेका थिए। त्यसको जवाब दिँदै प्रधानमन्त्री ओलीले बिहीबार नियुक्त गर्ने समय सीमा दिएको एक नेताले जानकारी दिएका छन्। हिजो बेलुका उहाँहरू बीच छलफल भएको छ। प्रधानमन्त्रीले म बुधबारसम्ममा राजीनामा स्वीकृति गराउँछु अनि बिहीबार भट्टजीलाई गभर्नर नियुक्ति गरौला भन्नुभएको छ। देउबा निकट एक नेताले भने ओलीले प्रतिबद्धता पाएपछि देउबा बुढानीलकण्ठ स्थित आफ्नो निवास फर्किएका थिए। तथापि अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको समितिले गभर्नरको नाम सिफारिस गर्नुपर्छ, तर समितिको बैठक नै अहिलेसम्म बस्न सकेको छैन। पहिलोपटक पौडेलको संयोजकत्वमा पूर्व गभर्नर विजयनाथ भट्टराई र डा विश्व पौडेल सदस्य रहेको समिति गठन भएको थियो। तर यो समितिको बैठक नै नबसी पूर्व गभर्नर भट्टराईले वैशाख 10 गते राजीनामा दिएका थिए। त्यसपछि समिति नै अपूर्ण भयो, काम गर्नै सकेन। समितिमा रिक्त सदस्य पूर्ति गर्न नै सरकारलाई 1 हप्ता लाग्यो। वैशाख 16 गते बसेको मन्त्री परिषद बैठकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई त्यसको रिक्त सदस्यमा नियुक्ति गरेको छ। समितिले पूर्णता पाएको 1 हप्ता भइसक्दा पनि अझैसम्म बैठक भने बस्न सकेको छैन। कांग्रेस सभापति देउबाले यही मेसो पारेर प्रधानमन्त्री ओलीसँग आइतबार भेटवार्ता गरेका हुन्। सोमबार भएको अर्थमन्त्री विष्णु पौडेल र सभापति शेरबहादुर देउबाको भेट
ओलीलाई भेटेको भोलिपल्ट अर्थात् सोमबार देउवाले अर्थमन्त्री पौडेललाई आफ्नो निवासमा बोलाएका थिए। गठबन्धनमा सिफारिस गर्ने नामहरूकै विषयमा अर्थमन्त्री पौडेल र देउवा बीच गम्भीर छलफल भएको जानकारी आएको छ। अब प्रधानमन्त्री र अर्थमन्त्री दुवैजनाले कायम गठबन्धन ढुङ्गानालाई डा भट्टको राजीनामा स्वीकृति गर्न फेरि निर्देशन दिने भएका छन्। दर्शकहरूमा त्यसगरी सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रकरणमा यतिखेर जीवी राई खोइ भन्ने माग संसदमा उठेको छ। नेपाली कांग्रेसका सांसद गणेश पराजुलीले जीवी राईलाई अहिलेसम्म पनि यो सरकारले 10 महिना टेक्दा समेत नेपाली कांग्रेसका गृहमन्त्री रमेश लेखकले जीवी राईलाई पक्राउ गर्न नसकेको गुनासो संसदमा पोखेका छन्। जीवी राई कहाँ छन्? नेपाली कांग्रेसले प्रतिपक्षमा हुँदा ठूलो आवाज गरिरहेको थियो। जीवी राईलाई किन समाउन सकेन भनेर ठूलो आवाज गरिरहेको नेपाली कांग्रेस अहिले आफै सरकारमा कांग्रेसकै गृहमन्त्री सरकारमा हुँदा पनि रवि लामिछानेलाई थुनेर जीवी राईलाई लुकाएको आरोप लागेको छ। यो रिपोर्ट हेर्नुहोस्।